ट्राफिक पनि अत्याधिक बढेको छ अहिले हैन दुबईमा। के गर्ने 200 भन्दा बढी देशका मान्छेहरू आउने जानेदेखि लिएर बसोबास गर्ने हुन्छन्। त्यही भएर अनि गाह्रो छ। यता चाहिँ त्यति ट्राफिक रहन्छ हैन, अलिकति चाहिँ लिइहाले यो दृश्य। म चाहिँ अब यहाँ मल अफ इमिरेट्स जाँदैछु हैन। तलतिर चाहिँ धेरै ट्राफिक भएर अलिक टाढाबाट यो बुर्ज अल अरब होटेल पनि कभर गर्छु। यो अगाडि चाहिँ दुबईको पब्लिक बस जाँदैछ। यहाँको चाहिँ यो मेट्रो लाइनको आसपासको दृश्य चाहिँ यो गाडी देखिरहेको चाहिँ मेट्रो लाइन हो, माथिको पुल जस्तो चाहिँ। म चाहिँ यो पुल माथिबाट अब देब्रेतिर गएर त्यसपछि अनि मलमा जान्छु। यो वारिपट्टिबाट मेट्रोमा जाने बाटो हो, तल्लोपट्टिको चाहिँ स्की दुबई। अलिअलि घुमाइदिनु पर्यो सबै दर्शक श्रोतालाई पनि। म चाहिँ सिधै फेरि अर्को पुल माथिबाट सिधै मलभित्र छिर्छु। म जानेपट्टि चाहिँ त्यति ट्राफिक छैन हैन। हम्स राखिदिएर पनि झ्याउ छ क्या। हम्स राखिदिएछ, ब्रेकर जसलाई भन्छन् ब्रेकर। त भित्र चाहिँ लाइटै बाल्नु पर्ने हुन्छ, अन्धकार छ नि त, अन्धकार। कोही पनि बसिया छैन, त्यति मान्छे छैन कि के छ कि केटाहरू के छ, कता लाइनमा बसिया छ, कताबाट यही लाइनमा बस्नु, यही लाइनमा बस्ने